छोटो यो आँसी लिएर आज पाठो काट्न जाने हो। षष्ठी तिथि भयो, आज एउटा काटेपछि अष्टमीतिर एउटा काटिन्छ, त्यसपछि दसैँ सकियो। बाबु अङ्कल आउनुहुन्छ छैन? ए सरोज, मेन मान्छे यो हो है, ट्याक्क तेरि ठुलै पो छ त हैन? कता गयो? हे आइज के काट्छ ल्यो? यस्तो मजा बेलाउँदै के काटेर खाने हो र? खराब छ कि हेर्नु। ए हो कस्तो यो पुसार गरेको हो र? यो राम्रो रहेछ क्या है? यो राम्रै होला अहिले। खुब रमाएको छ यसलाई, दसैँ आएको थाहा छैन जस्तो। उहाँ गएर घाँस खान थालेको छ, एकछिन पछि थाहा पाउँछ। त्यो सानी एक्लै भएछ नि त यहाँ, यिनका साथी खै त? चिनिमिनी 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 चिनि दाउ लाउने कार्यक्रम भइरहेछ यहाँ है। अब मार हान्ने हो कि होइन, अब कतिको चाहिँ आँट गर्नुहुन्छ अहिले देखिन्छ एकछिन पछि होइन। यो त टुक्रा गर्ने जस्तो छ। माथि रहेछ। हे ए ल 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 ए अङ्कल पनि आउनुभयो। ए ओहो बिना मार्ले बाजी। अब हाम्रो त यहाँ तयारी हुँदैछ उता उ किन्न जाने बगैँचा गएर फोटो हालेर अझ हामी जाने भन्दै फोटो हाल्छ। त्यसरी के? है तेरिका यो रेकर्ड भइरहेछ है। जेन्जीलाई पेट्ने कुरा नगरमा अहिले सिंहदरबार अदालत बच्चा मारे भनेर अनि त्यसपछि कुकुरले मान्छे टोक्छ, मान्छेले औषधि गर्छ, कुकुर टोक्छ। त्यो त कुकुर यो डिबेटले चाहिँ एकदम राम्रो छ है। ल पहिलेदेखि त्यो बेकुबरले भने नेता घर चलाइदिए भइहाल्थ्यो नि त। दिवनदाले त्यही भने त ठिक गरे अन्दाजी त्यसको त बुढे त मैले सिंहदरबार जलाउने, सर्वोच्च अदालत जलाउने गलत होइन। त्यो प्रमाण सबै जलाइदिन्छन्, ती चोरलाई थुन्ने प्रमाण चाहिँ जलाइदियो। अब तिनीहरूलाई चाहिँ तिम्रो भ्रष्टाचारी भन्ने चाहिँ प्रमाण खै? यो जेन्जी पागल हुन्। पागलै भन्नु त भएन। जलाउनु त पागलै हुन्छ, जलाउनु त पागल जलाउनु त राम्रो भनेको त छैन हैन। तर पनि यत्रो भ्रष्टाचारहरू हैन, यत्रो भ्रष्टाचारहरू त अन्त्य गर्यो नि त। जहाँ कहाँ माथि माथि कति थियो भ्रष्टाचार नेताहरूले होइन होइन। त्यो त भोलिपल्टको त पछि त धेरै नराम्रो भयो। त्यो त फेरि जेन्जी मात्रै छैन नि त जलाउने, जेलबाट छुटेकाहरू अब त्यही त जलाउनेमा त जेन्जी थिएन नि त, त्यो हो नि कुरा। अनि तर त्यो सर्वोच्च अदालत जलाउने पुलिसहरूलाई हुन्छ नि, त्यो जहाँबाट अनार मिल्यो भन्दैमा त्यसपछि गएर त्यहाँको त आयो त्यो डिएसपी हो भन्दै गएर कुटी कुटी मार्नु हुन्छ एउटा बिचरा त्यो हल्लारलाई किन तपाईँले रेकर्डिङ बच्चा मर्यो। अनि त्यो कोटेश्वरमा पुलिसको घाँटी रेटेर मारेको छ, त्यो पुलिसको चाहिँ रेकर्ड कहीँ आउँदैन। अनि यहाँ यति मरे मात्रै भन्ने हुन्छ। त्यो 74 जना मरे भाटबाटी तिनै चोरहरू माथि पस्ने चोर्न गए, तलबाट आगो लगाइदिए मरेका तिनीहरूलाई 72-74 जना गनेर हुन्छ। गोली हानेको थियो त्यो गोली चाहिँ के भन्छ हाम्रो संविधानको कुन धारामा लेखेको बच्चालाई गोली हान्न त भनेको छैन। अब निश्चित क्षेत्र त्यो त माथिबाट आदेश आएरै, गृहमन्त्रीबाट आदेश आएरै हानेछ नि त। दरबारको अगाडि बाँदर आए, बाँदरले खेती खेल्न लागेको चाहिँ हान्न पर्छ नि, त्यस्तै भएको छ। अब मान्छेलाई अब चाहिँ यहाँ अब हाम्रो
यता कार्यक्रम हुँदै रहेछ। ल है हाम्रो चाहिँ देवीदाय आएर ट्याक्कै गर्दै हुन्छ। अहिले यो चाहिँ नखिचौँ होला, यो त नखिचौँ होला। जाने रहेछ। ओहो ल यहाँ यो हुँदै रहेछ है यतातिरै। फास्ट भइसकेछ त। काट्ने कार्यक्रम अब सुरु भयो। हेलो अब के हुँदैछ त यहाँ कार्यक्रम? अब यहाँ कार्यक्रम के हुनेवाला छ त? बाख्रा काट्ने, काटेपछि अनि आन्द्रा भुँडी झिक्नी क्यार्ने अनि भुटुवा बनाउने। भुटुवा बनाउने अनि भुटुवा चाहिँ ट्याक्क चाहिँ अनि चिउरा चाहिँ खाने भन्ने कुरो छ। खाने हो कि होइन? बाल्टी बाबु त्यहाँ बाल्टी हेर त। मासु काट्ने कार्यक्रम अनि यहाँ मान्छेहरू बसिरहनु भएको छ मासु खानलाई। यहाँ चाहिँ हाम्रो टाउको पोल्ने कार्यक्रम भएको थियो। टाउको चाहिँ पोलिएछ ल। यहाँ गजबको भएछ नि त यार। आहा एक सर्टमै होइन, यो हो नि तरिका। यसलाई हालिदिइहालौँ होइन? अब यहाँ हाल्नु पर्दैन नि होइन? भाइ म बस्छु त्यहाँ। ल यहाँ चाहिँ अब चाहिँ काटकुटु कार्यक्रम हुँदैछ है। चाहिँ हाम्रो जेनजीहरूलाई दिनु भएन कि आफै लाग्नु भयो। यहाँ जेनजीहरूलाई पत्याउने कार्यक्रम भएन। अब देश चलाउने भनेर आइसक्यो जेनजीहरू। अब यहाँ चाहिँ हामीलाई यो पनि दिइएको छैन। हेर्नु श्रोताहरू यस्तो स्थिति होइन त। कति 3-7 को कुरा आयो? 7 दुना 14 भन्ने कुरा आयो। ए ल ठिक छ ल, ठिक हो ठिक हो। लास्टमा एउटा फोर्नी होइन। ल के छ हाम्रो भुटुवाको स्थिति? हो थ्याङ्क यू भेरी मच। ओहो ल यो पो हो त गाँथे। ल हेर्नु त यो हो नि त तरिका। ओइ पाडी ल त पनि आइ गर्दै आइ गर। भुजा छैन? भुजा बुझा छ ल भुजा म चाहिँ भुजा खान्छु है। ल अब यहाँ चिउरा कार्यक्रम यहाँ छ है। ट्याक्क यहाँ आयुष्माले चाहिँ चिउरा बनाउँदैछिन्। अब चिउरा भुजा मिलाएर ट्याक्क लगाएर अनि उले के खाने? ल हाम्रो आएछ है यहाँ हुनुहुन्छ। यस्तो छ कि ट्याक्क होइन। मिठो छ नि? खुर्सानी खानु चाहिँ आउनु न, आउनु न है। पिरो त्यहाँ त हालेको छैन नि त होइन? अलिअलि हालेको पर्यो नि।